थुइया सला सुत अलबङ्गारी प्लुत माङमुङ सुत क्या बोला तूने ल मोहनलाल खेलखेलमा आफ्नो काम गर फुलुकुलु मजा आयो गाइस गुरासै फुल्यो बनैमा लाको थुङ्गा हो कि फाइनली गाइस हामीले चाहिँ बाइकले झिके बनाइसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ ल सम्झनाको छाया जहाँ गए किन लाग्छ मलाई तिम्रै माया गुराँसको फेद मुनि सम्झनाको छाया Welcome to SMG Vlog. Hello, mic check, hello everyone. So guys, आज म चलाउँदैछु तपाईहरु पनि सक्नुहुन्छ बजाज कम्पनीको चाहिँ M250 बवाल छ बाइक गाइस है स्मुथिङ बवाल छ अनि सो आज भाइसँग यो बाइक रहेछ सो आज राइड हान्दिउँ भन्ने सोच आयो अनि बाहिर म चाहिँ टक्क लगाएर तारेभिर जाँदैछु तारेभिर गएर हामी एउटा बवाल कुरा गर्नेछौँ त्यहाँ गएर है तारेभिरको चाहिँ खतरावाला कुरा तपाईँहरूले देखाउनको लागि दाजु आज जसरी हिँडेको छ त्यो कुरा चाहिँ तपाईँहरूले तारेभिर पुगेर मात्र देख्न सक्नुहुन्छ सो भिडियोलाई हेर्दै गर्नु होला गाइस है माया गर्नु होला यदि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला यदि पुरानै हुनुहुन्छ भने लाइक कमेन्ट लेखेर चाहिँ माया देखाइदिनु होला गाइस तपाईँहरूको एउटा सब्सक्राइबरले मलाई चाहिँ हौसला बढ्नेछ है जुन कुराले गर्दा म अगाडि बढ्नलाई सक्सेस हुनेछु त्यही भएर गाइस ल अब यस्तो दामी बाइक है यस्तो दामी रोडमा आइसकेपछि एक राइड त हान्नै पर्यो यता अलि स्पिड चेकिङको कुराहरू पनि छ भने चाहिँ सुनेको थियो हो सो अब के छ गाइस लेट्स सी आज मजा आइरहेको तर वान राइड त हान्नै पर्यो नि लेट्स गो बाइक चाहिँ बवालै छ गाइस है कुदाउनै पाउँदैन नि नयाँ मान्छेहरूले गर्दा है सब स्लो हिँड्दा चाहिँ गाडीहरूले पनि लाङ हानिन्छ कस्तो लगाइरहेको है हुन त हामी सबैले ट्राफिक रुल्सलाई चाहिँ फलो गर्नुपर्छ गाइस होइन तर यत्रो सिसीको बाइक भइसकेपछि कुदाउन मन लाग्छ नि त सबैलाई तर यो रोडमा त्यति कुदाउन पाउँदैन किनभने अलिक बिजी एरिया हो नि त यो झिकझ्याक एरियामा खासै कुदाउन पाउँदैन तर माया कसम मजा आइरहेछ गाइस है मजा आइरहेछ आज होइन फर द फर्स्ट टाइम मैले चाहिँ M250 चलाउन गइरहेको छु तलबाट तपाईँ त हो नि अनि बाटो देखाउने मान्छे सो गाइज दाइले चाहिँ नयाँ प्र्याङ हाने यार गाइज यार यो दाइको लोकेसनमा हिँडेको देउवा घर जलेको देख्दा कहाँ बाटै नहटाउमा आइपुगिसकेको यार यहाँबाट जाने ए हेर सो गाइज देउवा घरको चाहिँ बिजोग भइरहेको रहेछ देख्न सक्नुहुन्छ त्यहाँ है ऊ यस मरमा सिधै ल तपाईँहरू देख्न सक्नुहुन्छ देउवा घर भाग्या भए त मलाई पुऱ्या नै नखाने नि है त्यसले ओ कसमा यहाँ यत्रो गालो पनि दिँदैन दिमा तान्ने भनेको त पावर त बनाउनै हो नि है हेर्नु न त्यत्रोमा तिनीहरू ढ्यार भएर तपाईँ र मैले तानिरहेको ल हेर्नु त यो गेट डाउन नगरे पनि जान्थ्यो हो तर गरिदिएको खै देख्यो हामीले लास्ट टाइम के खाएको यहीँ मुनि हो
खोइ त यहाँको पसलहरू सब उडाइदियो गाइड ल कर्नरहरू पनि रहेछ है यहाँ ब्रेकिङ ब्रेकिङ है पक पक हालिदिनु ल राइट चाहिँ बल यही हो यहाँनिर त होइन होइन खोइ त अनि लाली गुराँसै छैन यहाँ हो र है खोइ हामी यस्तो घुमेर आएको यस्तोबाट भर्खरै हो अब तपाईँहरू कहाँ पुग्नु पर्ने हो र ए यो डाँडा पारी जान्न त तपाईँको उयो तारिखहरू लेखेको छ नि त्यो तारिखहरू फेरि टिकट काट्नुपर्छ त्यहाँबाट यस्तो यस्तो जानु त्यहाँ उतै पुग्छ छ म पहिला ढाब ड्याम गएको छु त्यहीँबाट जङ्गलै जङ्गल चाहिँ फेरि सिङ्गलै गयो त तपाईँहरू कि फर्किनुपर्छ कि तल के हो ठाउँ भन्ने पुग्नुपर्छ जङ्गलै जङ्गल यस्तै हो रोड बाटो चाहिँ के अरे गाउँ छैन पुरै जङ्गलै जङ्गल तल गएर तपाईँहरू सुन्दरी जलको उ छ नि त्यहाँ निस्किन्छ तपाईँहरू त्यसको तल त्यो बसपारकहरू छ नि त्यहाँ पुगिन्छ तपाईँहरू काहीँ केही छैन दाइ जङ्गलै जङ्गल मलाई आतेर फर्किन्छ कि जम भएको थियो त्यो बेला तर गइदिएको पुग्यो त्यहाँ ल कहाँ यता त्यही त ए त्यता त खोइ झन् उयो यो सुकेको जङ्गल त्यही त हुन्छ भाइ कतिको ढल्किँदैछ नि हेर दाइ बवाल हन्टिङ हान्ने हो दुईवटा रुखको झारे पुगिहाल्यो नि हामीलाई अलराइट गाइज हामी चाहिँ लाली गुराँस हन्टिङ हान्न आइसकेको छ है टक्कै यहाँ आइपुगिसकेको म दाइ यहाँ हुनुहुन्छ लाली गुराँसको बोर्ड देखिसकेको गाइज हामीले हेर्नु है यहाँ फाइनली गाइज हामी चाहिँ आइसकेको छ टक्क लाएर लाली गुराँस हन्टिङ एउटा त्यहाँ छ होइन एउटा यहाँ छ एउटा यहाँ छ ल अब सो एउटा त्यहाँ छ एउटा त्यहाँ छ हामी चाहिँ अब टक्क लाएर लाली गुराँस टिप्ने छ ट्याक्क लाएर है हामी डाँडाको टुप्पो त देख्न सक्नुहुन्छ त्यहाँ टक्क लाएर बुढा नीलकण्ठ बजार सब देख्न सक्नुहुन्छ तपाईँहरूले है माथि तारे भिर यही नै हो टक्क लाएर दाइ यहाँ छ होइन यो अलिक सो गाइज बियर सियर खाएर यसरी नफुटाउँ होला दाइ यसलाई चाहिँ के भन्छ यो फुललाई चाहिँ फुल यहाँ पनि रहेछ है घरमाथि छ सो गाइज जुत्ता चाहिँ बिग्रिने भयो ग्यार सो हामी चाहिँ यहाँ छौँ होइन ढल चाहिँ क्या हो ए लड्छ क्या हो लड्छ क्या हो अब जस्तो भयो नि आज चाहिँ लडी नि लडोस् जेसुकै होस् हामी लाली गुराँस हन्टिङ मा लड्ने हो र फ्रेस छैन रहेछ तर पनि केही छैन ऊ यहाँ छानी भयो भने भाँचौँ न उयो कहाँ हामी टिकट गाडी माथि त्यहाँबाट त्यतातिर भित्र जाँदा फेरि फर्केर आउँदा हुन्थेन हामी 200-300-600 रुपियाँ तिर्न बेकार हो 600 रुपियाँ किन तिर्न होइन यहाँ फ्रीमा पाइरहेको छ उयो यो नि टिपाउन उयो हान्छ त हेर्नु न ल सो गाइस दाइले चाहिँ यहाँ लाली गुराँस मान्छेहरू आइसकेको रहेछ तर है यहाँ उयोहरू टिप्नु नि यताको त्यो रस खानु मिल्छ खै सो फाइनली दाइले चाहिँ टिप्सिया छ टक लाएर लाली गुराँस है खै बल आउँछ नि बल आउँछ ठिक छ सर थ्याङ्क यू
सो गाइस आजको हाम्रो हन्टिङ चाहिँ यही नै हो है आजको टक्क तपाईँले त फुलाउरा मात्र टिप्नु भयो त्यही मात्र त्यही त सो अर्को पनि टिप्नु भएछ दाइले टक्क लगाएर होस् न त्यो अलिअलि पात यस यो वर्षको चाहिँ हामीले अब खासमा हामीले त्यस्तो कहिले पनि टिप्दैन तर यो पालि चाहिँ यो वर्षको हामीले लाली गुराँस टिप्सिरहेको छ टक्क लगाएर देख्न सक्नुहुन्छ सो अब तपाईँहरूलाई फाइनली हामी कति टिप्दो रहेछ त्यो देखाउने छ है त सो गाइस दुईटा टिप्सिएको छ म त्यहाँ गएर टिपेर ल्याउँछु ल कतिवटा टिप्न सक्दो रहेछ त्यसको रुख तर कलिलो चाहिँ कलिलो हुन्छ है लड्छ है दाइ मलाई मेरो माया छैन है बरु ओइ उडाइछ त सिङसुरमा उज्यौँ सिङसुर है मौरीहरू रहेछ यार मौरीले अहिले डस दियो भने टेन्सन हुन्छ सो एउटा टिप्यो मैले माफ गर्नु होला ल रुख भन्नु न म पनि टिप्दैछु के त्यसको रसै रस रहेछ यार यो यसको रस चुस्ने सो फाइनली गाइज मैले यहाँ टिप्सिएको छ सामान मान छैन ला फुल्दा झर्दो रहेछ के काम अहिले चाहिँ धेरै टिपेन गाइज त्यहाँ टिप्यो है लाली गुराँस लाली गुराँस लाली गुराँस लाली गुराँस दिस इज नेसनल फ्लावर गाइज इङ्ग्लिसबाट के भन्यो थाहा भएन इङ्ग्लिसबाट मेरो दाइले भन्थ्यो पाडामेन्दो हो इङ्ग्लिसबाट चाहिँ है नेपालीबाट चाहिँ के हो थाहा छैन गाइज फाइनली यति त भइसक्यो गाइज यस सो फाइनली दाइले चाहिँ यति धेरै टिप्नु भइसकेको छ पोजिसन हेर्नु दाइको पोजिसन आमा पब्लै के छ दाइ ठिक छ के टिप्नु आएको हामी आज को लिन्छु कि म ल पब्लै त्यही भयो नि फ्लोटिङ सोटिङ गरेर ओ जो अब ऊ एउटा हाने उता पनि नजाने त्यहाँ एउटा हाने हेर्नु त कस्तो दाम रहेछ त्यहाँको चाहिँ फोटो हान्छ यसको भाइकोलाई टक्क लगाएर यो अलि उ रहेछ है रातो होइन रहेछ नि त यो अर्कै रहेछ 2 थरी पाइसक्यो गाइस हामीले ए यो रुखमा चाहिँ टन्नै रहेछ सो यो रुखमा चाहिँ हन्टिङ हान्नुपर्छ अब हामीले चाहिँ यति टिप्सिया छ अनि यहाँ चाहिँ अलिक बढी नै रहेछ क्या हामीलाई यहाँ आम खेवा ल हाम्रो खेवा आउँछौँ खेवा आउनु आँख्रेको त्यहाँ गएर त अलिक केही नभए 10 फले टिपेर आउनु पऱ्यो है मेरो दाइले कटु लगाएर आउनु कारण चाहिँ यही रहेछ है ल एन्स नाइस क्लाइम ल गाइस कोही व्यक्तिलाई लाली गुराँस टिप्नलाई मान्छे चाहिन्छ भने 98 020 जेमालाई त्यही 30 नम्बरमा सम्पर्क गर्ने होला ओइ बाँचे क्या नङ सो गाइस ल दाइले चाहिँ टिपिसकेको छ है त्यही हान्नु न हान्नु राम्रो देखिरहेको छ हान्नु न टाढाबाट सजाउन त हुन्छ फाल्नु वे ल फाइनली गाइस खतरा क्या जाने मैले गुराँसै फुल्यो बनैमा मेरो मन झुला तिम्रो मनैमा सो गाइस के अरे पाडामेन्दोको रुख चाहिँ त्यहाँ छ यहाँ हाल टिप्सिएको छ गाइस अब एकचोटि त्यहाँ टिप्न जाने अनि त्यसपछि हाम्रो हन्टिङ जाउँदै ओर्लिन्छ गाह्रो हुने भयो सो गाइस मोटे खतरा चढाएको रुखमा ल ल मेरो मोटे दाइ हो दाइ थ्याङ्क यू दाइ लभ यू आई लभ यू ल मैले भने आई लभ यू तिमीले भने सेम टु यू पर्यो माया जलमा पर्यो लरबरी कान्छ खरबरी सो फाइनली गाइस हामीले चाहिँ बाइकले झिल्के बनाइसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ ल अब सक्छ त है सक्छ त गाइस अब ल देख्न सक्नुहुन्छ तपाईँहरू ल बवाल भइसकेको छ है टक्क लगाएर आजको हाम्रो यो लाली गुराँस हन्टिङ कन्टेन्ट नै यो हन्टिङ हो हाम्रो सो क्यामेराम्यान कता गयो सो गाइस दाइले चाहिँ त्यो भिडियो खिच्दै हुनुहुन्छ आजको अरू भन्दा नि बाइक हेर्नु न बाइक गाई झिल्के भने आज ल सो दामी आजको प्लान सक्सेस
मिसन कम्प्लिट भइसक्यो हाम्रो गाइस सो गाइस हामीले टक लाएर टिभी स्याहाछ है अब यो टिभीको त अब भिडियो सिडियो खिच्ने काम त सक्यो अब बाँकी रह्यो काम हाम्रो खाने सला सुत अल्बङ्गारी प्लुत माङमुङ सुत ल मजा आयो मजा आयो गाइस धन्नै मर्यो यार भने सो गाइस बाबालाई भइसकेको छ हामी दाइले पनि खाँदै हुनुहुन्छ यहाँ कस्तो लाग्यो त हागा सिला सो गाइस माछाको काँडाले अड्क्यो भने चाहिँ यसको फुल खायो भने चाहिँ ठिक हुन्छ भन्ने औषधि हो नि त यो अनि यसको धेरै छ अब हाम्रो राष्ट्रिय फुल पनि हो दाइले पनि त्यहाँ मस्त सजाइसकेको छ हामीले सजाएर पनि सक्यो ल दाइ बाई बाई दाइले खतरा सजाएको थियो अन्त एमडी पनि सजाएको थियो हामी पनि सजाएर सक्यो हाम्रो त अझै बाइकमा पनि सजाइ देख्न सक्नुहुन्छ तपाईँहरूले दाइले बाइक चलाउँदै हुनुहुन्छ यहाँ मेरी माया फुला जस्ती को थुङ्गा हो कि बगेको गङ्गा हो कि मायाको हो कि गजुर ए मेरो हजुर सो गाइस आज हातमा फुल भएर होला फुलको गीत आइरहेको छ गाइस यार फुलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिराती छुट्यो तोरी फुल्ने बेलामा त्यसैले ट्रेजेडी भयो यार फुलै फुलको बगैँचामा मेरी माया त्यहाँ हामी सही लोकेसनमा पुगिरहेको है टक्क बवाल छ लगाएको कस्तो लाग्यो आजको राइड बवाल लाग्यो जाने फर्किनेछौँ गाइस त्यही नै हो सबैजनालाई माया छ सो गाइस आजको भिडियो चाहिँ यति नै थियो है हाम्रो आजको प्लान दाजुभाइको आजको अन द स्पोट बनाएको प्लान होइन जुन हामीले चाहिँ लालीगुराँस हन्टिङ हान्छु भनेर आएको थियो हाम्रो त्यो प्लान चाहिँ सक्सेस भइसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ र जतिजनाले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो सबैजनालाई मेरो मनैदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु सो ओके सी यू नेक्स्ट भिडियो बाई बाई लभ यू